नमस्ते। अहिले हजुरले भर्खरै प्रचारमा देख्नु भएको यो R1 SL भन्ने सेल्फी स्टिक विथ ट्राइपोड विथ ब्लुटुथ रिमोट भएको, जसमा लाइट पनि भएको, एकदमै सस्तोमा जम्मा 750 मा हामीले ल्याइदिएको छ। यसलाई कसरी चलाउने कस्तो छ भनेर सोध्दै हुन्छ भने जुन भिडियोमा देखाएको छ सेम आउँछ। यसलाई चलाउने तरिका चाहिँ म भनिदिन्छु ल। यसलाई चाहिँ हजुरले चाहिँ यो लगभग लामो चाहिँ हजुरको 5.5 फिट जति हुन्छ, हाइट यसो गर्यो भने 5.5 फिट जति हुन्छ। अनि यसलाई चाहिँ हजुरले ट्राइपोड बनाउनको लागि यहाँ चाहिँ बेसमा चाहिँ सट्ट खोलिदिनु पर्ने हुन्छ है। अब यसरी खोलिदिनु भयो भने मजाले यसलाई चाहिँ छाता जस्तै तल चाहिँ यसरी चाहिँ गर्नु पर्यो, तल चाहिँ ढकेल्नु पर्ने हुन्छ। अब हेर्दा पातलो लाए पनि एकदम बलियो र राम्रो छ है यो चाहिँ। अब टक्क यसमा चाहिँ एउटा ब्लुटुथ यो के अरे यो लाइट पनि आउँछ, रिचार्जेबल लाइट पनि आउने भयो। यसलाई चाहिँ चार्ज गर्नुपर्ने हुन्छ, चार्ज चाहिँ हुँदैन। टक्क यसमा चाहिँ जोडिदिनु होला, यसलाई निकाल्न पनि मिल्छ क्या, दुइटै हुने भयो। अनि यसको चाहिँ अरू भने चाहिँ यसमा ब्लुटुथ रिमोट चाहिँ यहाँ हुन्छ है। यसलाई ब्लुटुथ रिमोट यसरी सटल माथि थिच्नु भयो भने यसरी रिमोट निक्लिने हुन्छ। अनि यो ब्लुटुथ बीचमा पावर बटन के अरे यो थिचिराख्यो भने आफ्नो मोबाइलमा कनेक्ट गर्न मिल्ने हुन्छ। अब मोबाइल कसरी राख्ने, कतिसम्म मोबाइल धान्छ भनेर सोच्दै हुन्छ भने हाम्रो यो मोबाइल चाहिँ मसँग भएको अहिले यो चाहिँ 17 प्रो म्याक्स छ। अब यो चाहिँ टक्क हेर्नुहोस् त, म यहाँ राखेरै देखाइदिन्छु। यसलाई ठाडो तेर्सो दुइटै राख्न मिल्छ है। फेरि ठाडो पनि मिल्यो तेर्सो पनि मिल्यो। मैले अहिले ठाडो राखिदिएँ। यसलाई चाहिँ सर्ट यहाँबाट एक भागमा हालिदिनुहोस् र दोस्रो भाग चाहिँ सर्ट यसरी तान्नु न है। ल तान्नुहोस्, दामी, ल मजाले धान्छ, मजाले धान्छ टक्क पारेर। अब भिडियो बनाउन एकदमै सजिलो। यसलाई हाइट बढाउन पनि मिल्यो, छोटो बनाउन पनि मिल्यो, सेल्फी स्टिकको रूपमा पनि युज गर्न मिल्यो। अनि यसमा स्पेशल भने नछुटाउनु पर्ने कुरो भने चाहिँ यसको पछाडि चाहिँ मिरर हुन्छ है। अरू सेल्फी स्टिक र यसमा फरक भनेकै यहाँ टक्क एउटा सानो मिरर हुन्छ, नजिक गएर फेस हेर्नलाई मजाले मिल्ने यो चाहिँ मिरर हुन्छ, ऐना पनि हुने भयो यसको पछाडि चाहिँ। अब हजुरलाई चाहिन्छ भने मजाले आफ्नो अर्डर कन्फर्म गरिदिनु होला। जम्मा 750 मा ल्याइदिएको छ। ठाउँ अनुसार डेलिभरी चार्ज चाहिँ छुट्टै लाग्ने भयो। R1 SL भन्ने जसमा मिरर पनि भएको, ब्लुटुथ रिमोट भइ नै हाल्यो। अनि अर्को भने यो लाइट पनि भएको, एकदमै सस्तोमा आएको छ। चाहियो भने मजाले अर्डर गर्न सक्नुहुन्छ। हस्, धन्यवाद।